विद्यार्थी भिसामा ऋण तिर्न सकिन्छ? जापानमा बचत गर्ने तरिका। धेरैजसो जापानमा विद्यार्थी भिसामा आउनुहुनेहरूले प्रायले धेरै थोरै भए पनि ऋण काटेर आउनुहुन्छ र उहाँहरूलाई ऋण कसरी तिर्ने भन्ने चिन्ताले सधैँ सताइरहेको हुन्छ। विद्यार्थी भिसामा पनि योजना बनाएर बचत गर्नुभयो भने ऋण तिर्न सकिन्छ। धेरैजनालाई विद्यार्थी भिसामा जापान आएपछि सुरुमा पैसाको बचत कसरी गर्ने भन्नेबारे थाहा नहुने भएकोले आज यस भिडियो मार्फत केही त्यस्ता पैसा बचत गरिन सक्ने तरिकाहरू भन्न गइरहेको छु। ध्यान दिएर हेर्नुहोला। एक विद्यार्थी भिसाको वास्तविकता बुझौं। सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको वास्तविकतालाई राम्रोसँग बुझ्नु हो। विद्यार्थी भिसामा पार्ट टाइम काम हप्तामा 28 घण्टासम्म मात्र गर्न पाइन्छ, त्यसैले फुल टाइम जस्तो काम गर्न पाइँदैन। उदाहरणका लागि यदि प्रति घण्टा 1100 येन कमाई हुन्छ भने महिनाको आम्दानी करिब 1 लाखदेखि 1,20,000 येनसम्म हुन्छ। त्यसबाट घर भाडा, खाना, बिमा जस्ता खर्चहरू तिर्दा वास्तवमा बस्ने पैसा धेरै हुँदैन। त्यसैले छिट्टै सबै ऋण तिर्नु सजिलो हुँदैन। तर चिन्ता नगर्नुहोस्, सबैभन्दा महत्त्वपूर्ण कुरा थोरै थोरै गरी निरन्तर बचत गर्नु हो। प्रत्येक महिना थोरै भए पनि बचत गर्दै जानुभयो भने पक्कै पनि सबै ऋण तिर्न सकिन्छ। सावधानी हुनुपर्ने कुरा, धेरै काम गरेर आफूलाई दबाव दिनुभयो भने स्वास्थ्य बिग्रन सक्छ, पढाइमा असर पर्न सक्छ र भिसामा पनि समस्या आउन सक्छ। त्यसैले आफूलाई दबाव नदिई निरन्तर अघि बढ्नु नै सबैभन्दा महत्त्वपूर्ण हो। 2 पैसा बचत गर्नु। वास्तवमा यो एकदम महत्त्वपूर्ण कुरा हो। जति धेरै पैसा कमाए पनि धेरै खर्च गर्नुभयो भने बचत गर्न सकिँदैन। धेरै जसो मानिसहरूले किन पैसा बचत गर्न सक्दैनन् भने उनीहरूले थाहा नपाई धेरै खर्च गरिरहेको हुन्छन्। उदाहरणको लागि, कोन्बिनी स्टोरमा हरेक दिन 500 येनदेखि 1000 येनको प्रयोग गर्नुभयो भने महिनाको लगभग 1 मान 5000 देखि 3 मान येनसम्म हुन्छ। धेरै बाहिर रेस्टुरेन्टमा खाना खाँदा एक पटकमा लगभग 1000 येन भयो भने हप्तामा 3 पटक रेस्टुरेन्टमा खाना खाँदा महिनाको लगभग 12000 येन भन्दा बढी खर्च हुन्छ। सेल वा मन लागेको भरमा किन्ने गर्ने बानी। सस्तो छ भनेर अनावश्यक रूपमा किनमेल गर्नुभयो भने खर्च बढ्छ। यस्ता साना खर्चहरू बढ्दै जाँदा थाहा पाउँदा नपाउँदै हरेक महिना 20 देखि 30,000 येन सकिन्छ। तर यस्तो गरेमा कोन्बिनी कम गरेर सुपरमार्केटमा किनमेल गर्ने, बाहिर खाना कम गरेर घरमै खाना पकाउने, किन्नुभन्दा अघि साँच्चै आवश्यक छ भनेर सोच्ने, कन्बिनीबाट पैसा नजिक्नु, साथै बैंकबाट पैसा निकाल्दा जुन बैंकको खाता हो त्यही बैंकको एटीएमबाट पैसा निकाल्नुहोला। कोन्बिनी स्टोरबाट पैसा निकाल्नुभयो भने पैसा निकाले बापतको एक्स्ट्रा चार्ज लाग्छ। त्यसैले एटीएमबाट पैसा निकाल्नुहोला। यति मात्र गरे पनि महिनामा 20 देखि 40,000 येन सजिलै बचत गर्न सकिन्छ। यसले तपाईको बचतमा धेरै ठूलो फरक पार्छ। उदाहरणको लागि, यदि एक महिनामा 30,000 येन बचत गर्नुभयो भने 1 वर्षमा 36 मान येन अर्थात् नेपालीमा 3,60,000 हुन्छ। 3 कमाउने तरिका। विद्यार्थी भिसामा काम गर्ने समयको सीमा हुन्छ, त्यसैले कसरी काम गर्ने भन्ने कुरा धेरै महत्त्वपूर्ण हुन्छ। मुख्य 4 बुँदा। 1 घण्टाको तलब बढी भएको पार्ट टाइम काम रोज्ने। उही समय काम गर्दा तलब बढी भए आम्दानी राम्रो हुन्छ। उदाहरण, रातिको काम बेलुकाको 10 बजेपछि रातिको काममा तलब बढी हुन्छ। मान्छे कम भएको काम, रेस्टुरेन्ट, फ्याक्ट्री आदिमा पनि काममा तलब बढी हुन्छ। घण्टाको तलब बढी हुने पार्ट टाइम काम पाउनको लागि आफ्नो जापानिज भाषा पनि राम्रो बनाउन पर्ने हुन्छ। उही 28 घण्टा काम गर्दा पनि आम्दानीमा धेरै फरक पर्छ। 2 शिफ्ट कामको समय स्थिर बनाउने। हरेक हप्ता फरक नभई हरेक हप्ता यो दिन काम गर्छु भनेर निश्चित गर्नुहोस्। यसले आम्दानी स्थिर हुन्छ। दैनिक जीवनको रुटिन मिलाउन सजिलो हुन्छ। 3 लामो अवधिसम्म एउटै काम गरिरहने। छिट्टै काम छोड्ने मानिसले घाटा बेहोर्छन्। लामो अवधि एउटै काम गर्दा विश्वास बढ्छ, शिफ्ट बढाउने मौका पाइन्छ, काम सजिलो हुन्छ। उही एउटै कामबाट पनि आम्दानी स्थिर हुन्छ। 4 लामो बिदामा, जस्तै जाडो बिदा, गर्मी बिदामा हप्तामा 40 घण्टासम्म काम गर्नु। विद्यार्थी भिसामा जापानको नियम अनुसार लामो बिदामा हप्तामा 40 घण्टासम्म काम गर्न पाइन्छ वा यो अवधिमा भनेको आम्दानी बढाउन सकिन्छ। यो अवधिमा आफ्नो काममा गएर हप्ताको 40 घण्टा काम दिनको लागि अनुरोध गर्ने हो। बिल्कुल नगर्नुपर्ने कुरा, ह्यान्ड क्यास काम, रेकर्ड नहुने वा गैरकानूनी काम जस्तै हप्तामा 28 घण्टा भन्दा बढी काम गर्ने आदि यसो गर्नुभयो भने भिसा नवीकरणमा समस्या हुन सक्छ र सबैभन्दा नराम्रो अवस्थामा आफ्नो देश फर्किनुपर्ने हुन सक्छ। 4 बचत गर्ने नियम।
यो पनि अत्यन्तै महत्त्वपूर्ण कुरा हो किनकि पैसा बचत गर्न सक्ने र नसक्ने मानिसहरूको फरक भनेको बचत गर्ने बानी छ कि छैन भन्ने हो। त्यसैले सबैभन्दा पहिले गर्नुपर्ने कुरा भनेको तलब आएपछि पहिला बचत गर्नु हो। उदाहरणका लागि हरेक महिना 20,000 देखि 40,000 येन सुरुमा छुट्याएर बाँकी पैसाबाट जीवन चलाउनु, किनकि आफूलाई चाहिने खर्च गरेर बाँकी भए बचत गर्छु भन्ने सोच भएका मानिसहरूले थोरै थोरै खर्च गरी अन्ततः थाहा नपाई पैसा सकिन्छ। त्यसैले उनीहरूले प्राय बचत गर्न सक्दैनन्। यसका लागि तलब आएको दिनमै पैसा छुट्टै खाममा राख्ने वा सुरुबाटै खर्च नगर्ने पैसा बनाउने जस्ता तरिकाहरू अपनाउनु महत्त्वपूर्ण हुन्छ। जस्तै हरेक महिनाको 30,000 येन बचत गर्दा एक वर्षमा 360 मान येन अर्थात् नेपालीमा 3,60,000 हुन्छ, जुन निकै ठूलो रकम हो र सुरुमा थोरै भए पनि हुन्छ किनकि सबैभन्दा महत्त्वपूर्ण कुरा रकम होइन, निरन्तर रूपमा बचत गर्नु हो। त्यसैले 10,000 येन भए पनि हरेक महिना अनिवार्य रूपमा बचत गर्ने बानी बसाल्नुपर्छ र यदि यो गर्न सकियो भने पैसा सम्बन्धी धेरै समस्या कम हुँदै जान्छ। 5 ऋण फिर्ता गर्ने तरिका। ऋण तिर्ने तरिका सही भएमा ऋण अवश्य सकिन्छ र यसको मुख्य सिद्धान्त सरल छ। हरेक महिना बिस्तारै बचत गरी अलिअलि तिर्दै जाने र मौका पाउँदा एकैपटक धेरै घटाउने, जसका लागि आधारभूत रूपमा 3-4 महिनामा थोरै भए पनि नियमित रूपमा तिर्नु महत्त्वपूर्ण हुन्छ। किनकि रकम ठूलो हुनु आवश्यक छैन, तर 3-4 महिनामा अनिवार्य रूपमा तिर्दै जाने नै मुख्य कुरा हो। यसलाई निरन्तर गरिरहँदा ऋण निश्चित रूपमा बढ्दै जान्छ। साथै विद्यार्थीका लागि जाडो बिदा र गर्मी बिदा जस्ता लामो बिदामा हप्तामा 40 घण्टासम्म काम गर्न पाइन्छ, जसले गर्दा सामान्य समयभन्दा झण्डै दोब्बर कमाई गर्ने मौका मिल्छ र त्यस समयमा थप 50,000 देखि 1 लाख येन जति आम्दानी हुन्छ र ऋण छिटो तिर्न मद्दत हुन्छ। साथै कति रकम 3-4 महिनामा तिर्ने र कहिलेसम्म सक्ने भन्ने स्पष्ट योजना बनाउनु पनि अत्यन्त आवश्यक हुन्छ, किनकि यसले अनावश्यक खर्च कम गर्न मद्दत गर्छ तर कहिल्यै पनि आफूलाई दबावमा राखेर अत्यधिक काम गर्नु हुँदैन, किनकि यसले स्वास्थ्य बिगार्न सक्छ र पढाइमा असर पार्न सक्छ, जसको परिणामस्वरूप आम्दानी घट्न सक्छ। त्यसैले बिस्तारै तिर्ने अनि मौका पाउँदा एकैपटक धेरै घटाउने नै सबैभन्दा सुरक्षित र निश्चित तरिका हो। सारांश। अहिलेसम्मका सबै बुदाहरूलाई संक्षेपमा भन्नुपर्दा विद्यार्थी भिसामा भए पनि गर्ने कुरा सरल छ। अनावश्यक खर्च घटाएर बचत गर्ने, स्थिर पार्ट टाइम काममा निरन्तर काम गर्ने र तलब आएपछि पहिला बचत गर्ने, यी 3वटा कुरा मात्र निरन्तर गरेमा ऋण सजिलै तिर्न सकिन्छ। किनकि महत्त्वपूर्ण कुरा कुनै विशेष होइन तर साधारण कुरालाई निरन्तर गर्नु हो। सुरुमा धेरै नघटे पनि हरेक महिना थोरै थोरै गर्दै जाँदा महिना वा 1 वर्षपछि ठूलो फरक देखिन्छ। बिस्तारै भए पनि नरोकी अघि बढ्नुभयो भने अवश्य लक्ष्य नजिक पुगिन्छ। अन्त्यमा पैसा कमाउने तरिका भन्दा खर्च गर्ने तरिकाले फरक पार्छ। त्यसैले आजदेखि सानो भए पनि सुरु गर्नुहोस्, किनकि यही नै ऋण तिर्ने सबैभन्दा छिटो बाटो हो र सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको आफैलाई दबाव नदिनु हो। बिस्तारै भए पनि निरन्तर गरेमा अवश्य सफल भइन्छ। अन्त्यसम्म भिडियो हेर्नु भएकोमा हजुरहरूलाई धन्यवाद। यस्तै रोचक जापानको विषयवस्तुको जानकारीको लागि हाम्रो युट्युब च्यानललाई सब्स्क्राइब गर्नुहोस्। धन्यवाद।